ल बधाई छ सम्पूर्ण नेपाली अनि नेपाललाई। अनि हाम्रो माननीय सांसद महावीर पुनज्यूलाई उहाँलाई त के भन्नु होइन, नेपाल र नेपालीलाई उहाँको माग चाहिँ आज पुरा भएको छ। उहाँ जहाँसम्म लाग्छ उहाँको माग दुईटा थियो। एउटा त विज्ञान तथा नवप्रवर्धन मन्त्रालय र अर्को नेपालको कुल बजेटको 1% चाहिँ विज्ञान तथा नवप्रवर्धन मन्त्रालयको लागि छुट्याउनु पर्यो भनेर उहाँको माग जायज थियो र पुरा पनि भयो। र अरूले सिक्नुपर्ने कुराहरू, तपाईहरू प्रधानमन्त्री बिना हाम्रो सासै फेरिँदैन, प्रधानमन्त्री संसदमा देखेन भने हामीलाई राति निन्द्रै लाग्दैन भनेर भन्नुहुन्छ नि, कहाँबाट पुरा हुन्छ? जायज माग राख्नु पर्यो नि त। प्रधानमन्त्री नदेख्दा के तपाईँहरूको सास अड्केर हुन्छ?